के छ साथीहरू व्हाट्सअप अब चाहिँ हामी कलेज जान लाग्यो बिहान बिहान होइन आज म कलेज पनि कति धेरै पछि गइरहेको छु बालो यस ल खै त हाल्यान्ड भनेर ए ऊ हाल्यान्ड 2.0 फ्रम टमेल रु यस ल रु सन्जो भाउ आइसक्यो कस्तो ह्यान्डसम थियो है तर साँच्ची हाम्रो क्लास चाहिँ यस्तै छ क्लास छैन होइन समोसा पड्काएर आइसक्यो हामीले आई लभ यु गाइज यहाँ छ हाम्रो समीर सके सु हिजो एम्बापेको लागि के उयस छ होइन दोस् आज बेलुका अर्जेन्टिनाको म्याच छ साथीहरू होइन साथीहरू हामी चाहिँ निस्क्यौँ र साथीहरू अब हाम्रो क्लास सकिसकेको अवस्था देखिएको छ हामी जस्तो चाहिँ नगर्नुहोस् सो यो एटेम्प चाहिँ तपाईँहरूले आफ्नो लाइफमा नगर्नुहोस् होममा होइन होममा त कहाँ होममा त हुँदै हुँदैन हामी उताबाट जानुपर्ने ठिक छ गाइस अब हाम्रो बुद्धि भ्रष्ट छ एकदम र म ह्यान्डसम छ कि छैन गाइस यसो कमेन्ट गर्नुहोस् होइन डिम्पल हेर्नु गाइस डिम्पल यसो कोही केटीहरू यसो बोल्ने कि हाम्रो मेमोरी बनाउने ल मेमोरी है त गाइस है त ल मेमोरीको के होइन दायाँ जान सो यस्तै छ हाम्रो पारा होइन छैन कसैको के गाइस बाल छैन हामीलाई हामी आफ्नै अवस्थामा हो क्या गाइस हामी आफ्नै अवस्थामा हो जम्मा अब यस्तो तपाईँहरूलाई चाहिँ हामी देखाउँदै जान्छौँ बिस्तारै सानो आज चाहिँ हाम्रो प्लान के छ भने आज हाम्रो प्लान छ टक्क होइन त्यसरी नबना सिधा बना टक्क बस्ने खाजासाजा खाने भविष्यको डाइरेक्टर हो क्या म अब के गर्ने अब हामी हाम्रो कहाँ जाने यसो अब यसो चिया खाने त्यसपछि खाना खाने त्यसपछि सिराजकोमा जाने त्यहाँ गएर दिनभरि सुत्दिने अनि त्यसपछि सुतेपछि बेलुका निस्किने अनि बेलुका निस्केपछि घुम्न जाने अनि घुम्न चट्ट पारामा रेडी भएर आइसकेँ म खानासाना खाएर अनि रेनकोट बोकेछु अब रुसलबाटामा जान्छु त्यहाँ बस्छु लेट्स गो हामी चाहिँ टक्क लाएर चिटिक्क ह्यान्डसम भएर अब सिधाको घर जाने त्यहाँ बस्ने गेम सेम खेल्ने अनि अहिले यस्तो घाम लागेर यसो टन्ट लाग्नु घाममा निस्क्यो भने हामी घामले भइहाल्छ कि कालो हुन्छ कि हुन्छ अनि त्यही भएर हामी अब हुन्छ अनि त्यसपछि त्यही भएर अब हामी जाने अनि घाम अलिक कम भएपछि अनि जानुपर्छ माथितिर जाने प्लान छ हाम्रो अनि त्यसपछि आज चाहिँ हामी साथीको क्याफे पनि भिजिरहने हाम्रो साथीले क्याफे खोलेको छ हिजो ओपनिङ भएको हिजो बोलाएको थियो हिजो जान पाएन आज क्याफे पनि जाने यसो साथीको क्याफेमा चलपल दिने अनि त्यही हो ल भेटै गरौँ है त चट्ट बाटोमा मासु किन्न छ मासु चेस ल हामी चाहिँ सामानहरू मासु लिएर आएर अब यहाँ हामी टक्क रोस्ट बनाउन छोडिदिने घरमा अनि त्यसपछि हामी जाने चलपल हाल्नलाई अन्जन बुढा यहाँ आउँछु भन्थ्यो घर तल आउँछु भन्थ्यो बुढाले अहिले अघि ऊ आइरहेको रहेछ नभन्थ्यो पक्नु साथीहरू हामी चाहिँ निस्किसक्यौँ हामी आइपुगिसक्यौँ बालाजु पुल अनि हाम्रो बालाजु विष्णुमती पुल अब यहाँबाट हामी गुजेश्वरी पुरानो गुजेश्वरी भन्छ कि के भन्छ त्यहाँ जान लाग्यो अनि त्यहाँबाट हामी बिस्तारै लाग्छ माथितिर कहाँसम्म बाटो राम्रो छ भयो भने ककर्नी पुग्छौँ भएन भने जहाँसम्म राम्रो छ त्यहाँ बस्छौँ घुम्छौँ अनि फर्किन्छौँ त्यही हो हामीसँग छ पासा पुरा फोकसले स्कुटर चलाएर त्यही भएर डिस्टर्ब नगरौँ पासालाई होइन
दामी बाटो होइन यो विनोदको क्याफे होला है साउजी अनुहार देखाउनुहोस् त साउजीको क्याफे हो त दादाको भ्लग होस् दादाको साथीहरू हामी चाहिँ क्याफे साथीको क्याफेमा चिया हान्दियो तपाईँहरू पनि आउन चाहनुहुन्छ भने यहाँ के पुरानो कुवेश्वरी आगमन स्कुल अगाडि ट्याक्क छ होइन ठाउँ राम्रो छ साथीभाइसँग चिया बर्गर सर्गर खाने भए प्राइस पनि रिजनेबल छ ठिकै छ होइन एकदमै महँगो नि छैन ठिक्कको छ एभरेज भने अब त्यस्तै हो अब हाम्रो चाहिँ पानी अलिकति परिरहेको थियो पानी परेको बेलामा के निस्किने होइन रह्यो अब सरर पारामा रुसल र म चट्ट पारामा हामी निस्क्यौँ अब ककनी जाने भनेको अब हेरौँ कहाँसम्म पुगिन्छ बाटोको कुरा गरौँ भने चाहिँ यस्तो छ होइन टाइममा देखाउँछौँ है साथ कहिले पनि छोड्ने छैन तपाईँ पनि हाम्रो साथ कहिले पनि नछोड्नुहोस् जो हुनुहुन्छ उहाँले अझै नयाँ नयाँ मान्छेलाई थप्दै जानुपर्छ चट्ट पारामा अरू नयाँ नौलो कुरो चाहिँ खासै नयाँ नौलो कुरो केही छैन होइन अब बिस्तारै भेटिन्छ तपाईँहरूलाई चाहिँ हामी भन्छौँ तपाईँ आफन्तै हो आफन्तै हो हाम्रो तपाईँहरूलाई हामीले एकदम पढाइ सोचेकै होइन जो नयाँ हुनुहुन्छ सबै हाम्रो फ्यामिली नै हो र सकेसम्म मैले बढी बोल्यो कि हालै होइन ठिक छ बोल्नु पर्यो होइन बोल्नु पर्यो नि नबोले पो दिनै पर्यो होइन गाइस दिनै पर्यो नि हल्का फुल्का पर्यो ठाडै उकालो चाहिँ छ होइन गाइस ओ चढ्छ कि चढ्दैन भने रोलाङको रातो पुल यही हो रातो ल यार ठ्याक्क ओह्रालो मात्र यहाँबाट राइट लाग्नुपर्छ हामी चट्ट लेट्स गो साथीहरू केले लाग्यो यार नाकमा उडेर आएर कस्तो मेरो जुम हालेर हेर न फेरि एकदिन आउनुपर्छ है फिर नै आएगा यार मुझे ओ साथी यार डाँडामा चाहिँ घाम लाग्छ छैन कि सब फार्मिङहरू यो के को मकै हो मकैको भुगा हो होइन र मकैको भुगा जस्तो लाग्यो मलाई चाहिँ दिनमा किरा भयो भने मान्छे चाहिँ चिलमा हिँड्नुपर्छ क्या यसरी होइन के हो भने रमाइलो चिजहरू लाइफको टेन्सन छ लाइफको टेन्सन सबैलाई हुन्छ होइन तर रमाइलो भनेको यो हो क्या रमाइलो गर्ने बेला रमाइलो गर्ने यस टेन्सन लिने बेला टेन्सन लिने हो नलिने होइन सधैँ ख्याल गरेर होइन यसरी घुमेर त हुँदैन हामी यहाँ आयो सम्बन्धनशील कुरामा चाहिँ हुनुपर्छ अब जस्तै हामी यहाँ आयो होइन यो भनेको अब रमाइलो भइरहेको घर फर्के फेरि टेन्सन घर फर्के टेन्सन जस हामी टेन्सनबाट स्केप गर्नु पऱ्यो स्केप होइन यसो घुम्दै खाने ओ सेट यार तर हामी राइट समयमा आइपुग्यो मनसुनको बेलामा चाहिँ बवाल हुने रहेछ यहाँ ल काठमाडौँबाट सर्ट राइड जाने हो नि बेस्ट यतातिर नि ल बेस्ट भ्यू यार यतातिर घर हुने मान्छे यता घर हुने मान्छे त कसम लक्की हो चाहिँ एकछिन राम्रो स्पट देखेर रोकेको थियौँ अनि म स्पट देखेर चाहिँ यस्तो दाम प्लिज गाइज ड्याम ब्रो खिच्दा भाइ फोटो सिट यार मलाई कस्तो खुसी लागेर कसम यार धेरै पछि हामी यसरी हिँडेको यार धेरै पछि यसरी हामी लास्ट टाइम यसरी गुर्जे भन्ज्याङ गएको तेह्रमा ल कस्तो ह्यान्डसम देख्दो रहेछ हामीलाई त हो ल फोटोसोटो खिचौँ है त ल सेट ड्याम यार दामी छ साथीहरू यार पानी परेको बेलामा आउँदाखेरि रिग्रेट हुँदैन म एकचोटि आयो क्या घाम लाग्ने बेलामा ओ शिट यार कसम हेभेन
ल ड्याम बाटो चाहिँ यस्तै छ कति म मात्र बोलेको हेर्ने होइन बाटो पनि हेरौँ 10 out of 10 भ्यू छ तर जसले जे भने पनि नुवाकोट चाहिँ सबभन्दा बबाल है मनसुनमा बेस्ट रहेछ ल बाटो माथि पिच्छ ककनीसम्म पिच्छ हो स्कुटर जान्छ राम्रोसँग ल थ्याङ्क यू बाई बाटो चाहिँ अलिक पिच्छ भन्ने खबर पाएको छ हामीले उतासम्म रहेछ खाल्टाखुल्टी बिस्तारै जाऊँ नयाँ स्कुटर छ तर यसको फर्स्ट राइडै ककनी तर फर्स्ट राइड जोसको स्कुटर हो स्कुटरको ओनर राइडमा आएको छैन फर्स्ट राइड हामी आयौँ तर साथी तिमीले म फेरि भन्छु साथी तिमी यार भिडियो हेर्दैछौ भने चाहिँ धेरै धेरै थ्याङ्क यू यार कसम लभ यु यार मनदेखि नै कसम लगभग बजार छिर्न लाग्थ्यो अनि त्यहाँ सोधेको थियो पिकनिक स्पोट कहाँनिर हो भने तपाईँहरूले धेरै अगाडि आउनु पऱ्यो भन्नुभयो अब हामी फेरि ब्याक लाग्दैछौँ तर नो रिग्रेट्स अति नै बवाल रमाइलो हुँदैछ सरर जाँदैछौँ हामी हावाको बेगसँगै लेट्स गो कस्तो कालो देखेको हाम्रो डढेर साथीहरू हामी ककनी आइसक्यौँ तल बाइक होइन स्कुटर पार्किङ गरेर आइसक्यौँ अनि अब हामी यहाँ माथि स्पटसम्म जान्छौँ होइन जस हामी अलिकति भुल्यो बाटो तर आइपुग्न चाहिँ आइपुग्यौँ ओ तलबाट हो हामी हिँड्दैछौँ अब एकछिनमा स्पटतिर गएर भेट्छौँ लेट्स गो नेक्स्ट टाइम आउनुपर्छ फेरि साथीहरू हेर्दा हेर्दै हुसु लागिसक्यो कस्तो हुसु लाग्यो यतापट्टि हाम्रो अन्जन दाई यतापट्टि रुसल यतापट्टि सोना भाइ यतापट्टि ल अब हामी चाहिँ हाम्रो चाहिँ यस्तो छ सामानहरू चट्टपाटामा होइन लेट्स गो क्यास कलिन
हाम्रो चाहिँ यहाँ यस्तो हुँदैछ यहाँ दुईवटा मुस्ताङ एउटा चाहिँ सकिसक्यो सिद्धार्थ अञ्जन दाई सोनाम भाइ रुसल अनि बाहुन सुदीप चाहिँ आइपुगेन होइन त्यही हो तर सुदीपलाई पठायो भिडियोमा आज चाहिँ बिहान भइसक्यो भोलिपल्टको हिजोपल्टको आज भइसक्यो केटाहरू चाहिँ यहाँ छ रुसल अलिकति ह्याङ छ अनि सिद्धार्थ यतापट्टि छ अलिकति ह्याङ छ होइन अनि अञ्जन दाई र सोनाम भाइ उता छ अब हामी चाहिँ यसो टक्क लगाएर बिहान चिया पान हान्न आएको यति नै थियो हिजोको रमाइलो कसैको हाततिर काटेको छ होइन यहाँ हात काटे देखाइदिन्छु ल अब चाहिँ हात काटे हिजो लडेको थियो यो बारतलीमा अनि काटिहाल्यो अनि रुसल चाहिँ अलिकति ह्याङ छ उसलाई अलि हिजो रमाइलो भयो नि रुसल आइस् ल आई लभ यु मोर हिजो सिद्धार्थले भनेको चाहिँ म कस्तो बिर्सिँदै सोना भाइलाई कि तर सोना भाइ कसम भनेको तँलाई त म स्कुटर दिदिनँ कसम तँ नरिसा ल तर तँलाई म स्कुटर दिदिनँ भने अब 20-30 चोटि भन्यो होला यसले अहिले 20-30 चोटि भन्यो होला एउटै कुरा भन्यो भने सोनाम भाइ पनि खाएपछि त बोल्दो रहेछ खत्रै बोल्दो रहेछ सोनाम भाइले 10-20 चोटि भन्यो रुसलले चाहिँ सबैलाई तान्दै होइन दाइ पाउनुहोस् न तपाईँ कहाँ जानु लाग्यो भनेको दाइ गर्दै बोले तिमी दाइसँग नि बोल्या अञ्जन दाइले नि तानेको छ मलाई नि तानेको छ सबैलाई ताने हक गर्न सबैजना भनेर क्या हक गर्ने ठिक छ ए होइन लाइफको रमाइलो के भन्नु छ सोनाम भाइ तँलाई तर तँ नरिसा होइन तर म स्कुटर चाहिँ दिँदिनँ ल कसम भनेको सोनाम भाइ भनेस् ओइ दादा हाले लेमन जुस